तिम्रो लबी म हान्छु आऊ 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 पर्ख 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 पाउडर भाइ मुझे 144 आऊ न मुझे आऊ न के देखेको आऊ न आऊ न आऊ न आऊ न आऊ न के लुकेको आऊ न अरे रातो पछाडि लुकेर के फाइदा त्यो त म लुक्न सकिहाल्छु नि ओके नाउ यसरी आऊ मुजी आऊ न त्यो त पुरै हाल्छु एमो खत्म एमो मेरो कस्तो स्टक हुँदैछ रे तिमी अझ एमएस स्टप छ मेरो दोस्त एमएस त सबैलाई त अफिस मेरो अफिस जाइरो के भयो तिमीलाई तिमीले 154 No camp, those only open man, open man. Starting this अब त जान तिमी क्लोजमा किन नि स्कोप फाइट लेको यहाँ हो कभरमा यहाँ हो अब बोलाउनु पर्यो नसकेको गर न पिक गर पिक गर न अब गर पिक गर न गर तिम्रो पिक गर एफपीएस को फाइदा उठाएको अब सबैजना वहाँ यस्तोले हान्छु भन्दै थियो त एम्पर भएको त 1 भनेर कसरी मरे म त इजी मार्छु होला म लो थिएँ यार गयो भयो बसेर हानि किन आइदिए यस्तो रिलोड गर्नु देऊ न यसरी क्या यतिको पार भएर देखाउ क्या दोष थाहा पनि पाउँदैन दोष सर्ट रेन्जमा त मरेको नआउ के भयो निक्लिनु के भयो दोष गाँड फाट्यो गाँड फाट्यो लु ओपनमा छु आऊ न पिक गर न ओपनमा
आऊ पिक गर अब देखाऊ ओपनमा छु आऊ पिक गर न भन्दै त्यही पिक गर्छु आऊ न मत्तै आऊ न आऊ बर्खा रातोमा आउँदैछ के हो के घरै रातो नछोड्ने ल्याउ बहुत करायो लागि पेस्तोल रिलोड यो त जानी मर्दै त्यस्तै म क्या दोस्त 1 HP मा चाहिँ फाइट लिएको बसेर हान्नु दोस्त बसेर हान्नु केले पेस्तोलले हान्नु आऊ अलिकति त निक्ला न अलिकति त आँट देखाउ न पिक गर्ने कभर नै हुन्छ दोस्त अब तिमी थाहा पनि पाइन मैले थाहा पनि पाइन कसम भने लो म पनि त्यस्तै हिट गर्छु कभरमै भयो मुजी त्यसकै लागि बोलाएको यस्तो घटिया